नमस्कार, मेरो नाम विष्णुप्रसाद काफ्ले। मेरो छोराको वर्तमान नमस्ते। आज मेरो भान्जाको वर्तमान, म भान्जाको कान्छो मामा। हाम्रो प्रिपरेसन धेरै नै थियो, त्यही अनुसारको हामीले सोचेका थियौँ, त्यही अनुसारको नै भयो। त्यसमा चाहिँ हामी एकदमै खुसी छौँ। नमस्ते, मेरो नाम जमुना काफ्ले। मेरो छोराको वर्तमान एकदम सफल भएको छ। सबै आएका पाहुनाहरू सबै बोलाएका जति आएका छन्। नमस्कार, म भान्जाको माइली माइजू। आज भान्जाको वर्तमान छ, रमाइलो गर्ने हो, नाचगान गर्ने हो। मेरो भाइको चाहिँ वर्तमान त आज एकदमै इन्जोय गरिरहेको छु, तर मेरो बहिनीलाई चाहिँ एकदम मिस गरिरहेको छु। मेरो चाहिँ माइली दिदीको कान्छो छ, एउटा मात्र छोरो, मेरो चाहिँ भान्जो, उहाँको वर्तमान हो यो। अनि यसमा चाहिँ हामीले एकदमै रमाइलो गऱ्यौँ। व्रतबन्धको उपलक्ष्यमा चाहिँ म हाम्रो भान्जाको एकदमै स्वास्थ्यदेखि लिएर अब शिक्षादेखि लिएर समग्रमा चाहिँ एकदमै राम्रो विकास होस् भनेर शुभकामना दिन चाहन्छु। धन्यवाद। नमस्ते, मेरो नाम विप्लव काफ्ले। आज मेरो वर्तमान मैले बोलाएको सबै साथीहरू भाइहरू आए, मलाई धेरै खुसी लाग्यो। यहाँ शान्तिजु नभएर धेरै दुःख लागिरहेछ। यो भिडियो चाहिँ शान्तिजुसम्म पुगेर खुसी हुनेछ। मैले बोलाए जति पाहुनाहरू सबै आउनुभयो। सबै पाहुनाहरूसँग भेटघाट हुँदाखेरि खुसी लागिरहेछ। नमस्कार, म भान्जाको कान्छी माइजू। आज भान्जाको वर्तमानमा रमाइलो गरिन्छ।